हेलो अनि नमस्कार, स्वागत छ तपाईहरुलाई र फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु र खेङगिदोमा छु। अहिले म तपाईहरुलाई थाहा नै छ पार्ट 1 भिडियो हेरिसक्नुभयो र यो पार्ट 2 भिडियो र आज चाहिँ म तपाईहरुलाई खेङगिदोदेखि छनानसम्मको यात्रा गराउने छु र त्यहाँ रहेको ठूलो बुद्धको मूर्ति पनि तपाईहरुलाई देखाउने कोसिस पनि गर्ने छु र त्यहाँका मूर्तिको विशेषता स्थापना कहिले भयो र के कसरी त्यहाँको यात्रा कस्तो रहन गयो सम्पूर्ण कुराहरु म तपाईहरुलाई देखाउने छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नबिर्सिनु होला र च्यानलमा पहिलो पटक आउनु भएको छ भने सब्स्क्राइब गर्न नजिकै रहेको बेल आइकनलाई क्लिक गर्न पनि नबिर्सिनु होला। अहिले चाहिँ हामी बस चढ्ने ठाउँमा आइसकेका छौं र यहाँबाट अब चाहिँ हामी सुवन जानेछौं र सुवनबाट हामी छनान जानेछौं ट्रेन चढेर र अहिले चाहिँ बसमा हामी चढिसक्यौं र अबको यात्रा चाहिँ सुवनसम्मको हुनेछ। हामी 3 जना यहाँबाट बस चढ्यौं र साथीहरु चाहिँ उहाँहरुको रुम नजिकैबाट चढेर आउनु हुनेछ र त्यही हाम्रो सुवनमा भेट हुनेछ। र अहिले चाहिँ हामी सबैजना यहाँ भेट भइसक्यौं र अब चाहिँ हामी ट्रेन चढेर छनानतिर जानेछौं र अब चाहिँ हामी ट्रेन चढ्नको लागि त्यसतर्फ अगाडि बढ्नेछौं। ट्रेन चढ्नको लागि हामी आइसक्यौं तर यहाँ आएर हाम्रो सल्लाह भयो साथीहरु चाहिँ अब यहाँबाट छुटिने भनेर, त्यही भएर अहिले चाहिँ हामी साथीहरुसँग छुटिएर ट्रेन चढ्नको लागि ट्रेनको स्टेशनतर्फ अगाडि बढेर जाँदैछौं। अहिले चाहिँ हामी छनानको ट्रेन स्टेशनमा ओर्लेर अब हामी जानेछौं र बाहिर निस्किसके पछाडी हामी बस स्ट्यान्डतर्फ गएर बस चढेर हामी मन्दिरतर्फ अगाडि बढ्नेछौं। 3 नम्बर गेटबाट हामी एक्जिट हुनुपर्ने हुन्छ र 3 नम्बर गेटबाट सिधै अगाडि गइसके पछाडी हामी चाहिँ अपोजिट साइडमा गएर बस स्ट्यान्ड जानुपर्ने हुन्छ र त्यहाँ चाहिँ 24 नम्बरको बसको लागि हामी वेट गर्नेछौं र अहिले चाहिँ 24 नम्बरको बस आइसकेको छ र अबको यात्रा चाहिँ हाम्रो खाकवनसासम्मको हुनेछ। यहाँबाट ओर्लेर माथि जानुपर्ने हुन्छ। हैन यहाँ गाडी नगरेको त्यो अरिनी हिँडिसकेको मान्छे फेरि फर्केर आयो भने त गाडी चढ्नलाई गाडी जाने रहेछ त ल धन्यवाद धन्यवाद। हामी माथि जाँदैछौँ भन्दैछन्। अब चाहिँ हामी बस चढेर जानेछौँ होइन त। यहाँ पनि काडु गर्नुपर्छ र ल अहिले चाहिँ हामी छनानको खाकवनसा भन्ने ठाउँमा आइपुगेका छौँ जहाँ चाहिँ बुद्धको ठुलो मूर्ति रहेको छ र आज चाहिँ बुद्ध जयन्ती भएको अवसरले गर्दा यहाँ एकदमै धेरै भिडभाड छ र त्यही अवसर पारेर हाम्रो पनि सार्वजनिक बिदा भएकोले गर्दा आज चाहिँ हामी पनि बुद्धको यो ठुलो मूर्ति भएको स्थानमा भर्खरै आइपुगेका छौँ र अहिले चाहिँ हामीसँग हुनुहुन्छ यहाँ सुशील मेरो साथी जसलाई चिन्नुहुन्छ तपाईहरुले पनि र त्यसै गरी हामीसँग यहाँ भाउजू नानी अनि त्यस पछाडि यहाँ साथीहरु हुनुहुन्छ र धेरै मान्छेहरु आज भिडभाड एकदमै धेरै छ यहाँ। बसमा ओर्लेर बसबाट फेरि हामीलाई यहाँसम्म ल्याउने सुविधा फ्री सुविधा रहेको थियो र हामी फेरि बस चढेर यहाँ आइपुगेका छौँ। अहिले यहाँ चाहिँ व्यवस्था छ हैन यहाँ फ्रीको भनेपछि यहाँनिर टक्क भोज खानलाई यहाँ पुरा तयार भएर आएको लास्टमा भोजै उठिसकेछ यहाँ पुरै। के को लागि आएको थियो तिमी सुशील?
यो त पुरो छ नि त नानी कता हिँडेको हामी यता हेर त होइन जाने चाहिँ त्यहाँ माथि पुग्ने चाहिँ कताबाट हो टिकटक बनाउने अरे दक्षिण कोरियाको छनान सहरको तेजोसान पर्वतको काखमा अवस्थित यो गाक्वोन्सा मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो आत्मशान्ति, आस्था र प्रकृति प्रेमको सङ्गम पनि मानिन्छ। यो मन्दिरको स्थापना सन् 1977 सालमा भएको हो। यहाँ लेखेर चाहिँ आफूले आफ्नो इच्छा, आफ्नो वर चाहिँ पुरा हुन्छ भन्ने एउटा पौराणिक कथा रहिआएकोले गर्दा यहाँ चाहिँ लेख्नेहरूको एकदमै भिडभाड रहने गरेको पनि छ। सहरको भिडभाड र कोलाहलदेखि धेरै परको यो एउटा तेजोसान पर्वतको काखमा अवस्थित यो मन्दिर चाहिँ एकदमै शान्त र एकदम सुन्दर र विशाल र प्रेरणादायी पनि रहेको छ। र यो मन्दिरको विशेषता भनेको चाहिँ यहाँ 15 मिटर अग्लो यो मन्दिरको मूर्ति रहेको छ, र जुन चाहिँ केवल कोरियामा मात्र होइन सम्पूर्ण एसियामै एक अद्वितीय मूर्तिको रूपमा पनि मान्ने गरिन्छ। छनानमा ओर्लिसके पछाडि छनानबाट अहिले चाहिँ यहाँ आइपुग्नको लागि बसमा आउनुपर्ने हुन्छ र नमस्कार अनि स्वागत छ सुशीलजी तपाईलाई सानो ब्लगमा। नमस्ते। अनि आज चाहिँ हामी कुन ठाउँमा आएका छौँ थोरै यो भिडियोलाई चाहिँ जानकारी गराइदिनु न।
हामी चाहिँ यो साउथ कोरियाको छनान भन्ने ठाउँमा अहिले यो बुद्ध जयन्तीको अवसरमा मेला लाग्ने गर्दो रहेछ। त्यही मेला हेर्न आएका छौँ हामी। नमस्कार प्रीति सर, तपाईँलाई सानो यो ब्लगमा स्वागत छ। अनि आज हामी कुन ठाउँमा आएका छौँ र कहाँ आएका छौँ थोरै जानकारी गराइदिनु अलिकति। हामी अहिले यो छनान स्टेसनबाट अनि गाडी चढेर यो खापन्सा होइछा भन्ने ठाउँमा आएको छौँ। यो बुद्ध पार्क भनौँ न। हजुर, बुद्ध पार्क हेर्नलाई अहिले रमाइलो रहेछ। यस आउनै पर्ने ठाउँ रहेछ। हजुर। रमाइलो प्लस मनमा शान्ति रहेछ भनौँ न। अन्य केही सन्देश दिन चाहनुहुन्छ यो भिडियो हेर्ने दर्शक श्रोताको लागि चाहिँ? सन्देश त अब बुद्ध भनेको अब त्यसै शान्तिको प्रतीक भइहाल्यो। अब आफ्नो एउटा मनलाई शान्त पार्न लगायत थोरै केही समय टाइम निकालेर घुम्न आउँदाखेरि मनोरञ्जनमा। म एक नेपाली र हाम्रो देश नेपाल अनि बुद्ध भगवानको जन्म भएको देश पनि नेपाल र एक नेपालीको रूपमा खाकवन्सा मन्दिरको दर्शन गर्नु केवल धार्मिक यात्रा मात्र होइन, गौरव र आत्मगौरवको क्षण पनि बन्यो। विदेशी भूमिमा यस्तो ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको स्थलमा पुग्दा मन गर्वले भरियो र नेपालको पहिचान लिएर त्यहाँ उभिनु आफैमा एक अविस्मरणीय अनुभव पनि बन्यो। अहिले चाहिँ हामी मन्दिरको दर्शन र मूर्तिको दर्शन गरिसके पछाडि अब चाहिँ फर्कने तयारी गरिरहेका छौँ। अनि अब आज घुमिसक्यो। अब लास्टमा के भन्न चाहन्छौ त? अब आज बुद्ध जयन्तीको अवसर पारेर लामो बिदामा चाहिँ हामी यो छनानदेखि बस चढेर खाकवन्सा भन्ने ठाउँमा आएर अहिले चाहिँ बुद्धको ठुलो मूर्ति र आज बुद्ध जयन्तीको अवसर पारेर हामी चाहिँ यहाँ घुम्नको लागि आएका थियौँ। एकदमै शान्त, एकदमै सुन्दर ठाउँ चाहिँ एकदम राम्रो लाग्यो र आशा गर्दछु यो भिडियो हेरेर तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला। भिडियो हेरिदिनु भएका धेरै धेरै धन्यवाद। लाइक, कमेन्ट र सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि पनि अर्को भिडियो लिएर आउनेछु। बाई बाई। यो चाहिँ फर्किने बेलामा अब यहाँबाट चाहिँ हामीले बस चढ्नुपर्ने हुन्छ। बस स्टप, यो चाहिँ लास्ट बस स्टप हो खाकवन्सा 24 नम्बरको बस यहाँबाट लाग्छ। र बस स्टप बसको अहिले हामी पर्खाइमा छौँ। साथीहरू यहाँ पाउँछु, नानीहरू सबैजना हामी बस पर्खिरहेका छौँ।